सो वेलकम एभ्रिवान मेरो युट्युब च्यानलमा तपाईहरु सम्पूर्णलाई स्वागत छ। आज चाहिँ म एउटा एक्सन क्यामेरालाई अनबक्स गरेर तपाईहरु माझ देखाउन गइरहेको छु। त्यसैगरी च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला। म चाहिँ पुरै एक्साइटेड भएर खोलिरहेको छु एक्सन क्यामेरा। सो त्यही हो, अब फर्स्ट टाइम एक्सन क्यामेरा युज गर्न लागेको, खुसीको कुनै सीमा छैन। सो तपाईहरुले देख्न सक्नुहुन्छ क्यामेरा चाहिँ यही हो चट्ट पारेर। अब यहाँ क्यामेरासँग आउने सम्पूर्ण सामग्रीहरू देखाउन गइरहेको छु। यहाँनिर चाहिँ मलाई क्यामेरा खोल्न नआएर बिजोग भइसकेको छ। निकै टाइम लागिसक्यो कताबाट खोल्ने भनेर, अझै थाहा छैन। तर अब चाहिँ खोलिन आँटो क्यामेरा। यस, फाइनल्ली क्यामेरा खोलियो। बल्ल तल्ल कभरबाट निकाल्न त निकाले, तर यसलाई अन गर्न नआएर बिजोग छ। अन गर्न नआएर जहाँसुकै थिचिराखेको देख्न सक्नुहुन्छ तपाईहरुले। यहाँ यता थिच्दा पो हुन्छ कि उता थिच्दा पो हुन्छ कि यसो गर्दा पो हुन्छ कि उसो गर्दा पो हुन्छ कि भनेर यता थिच्दै उता थिच्दै यता पल्याक पुलुक हेर्दै फाइनल्ली अब केही गर्दा नखोलिएर मेनु पल्टाउनु पर्यो। मेनुमा पनि सबै पिक्चर मात्रै छ, यता हेरो छैन उता हेरो छैन। यो पावर बटम हो भन्ने अझैसम्म मैले भेटेको छुइनँ। अन्तिममा जसो तसो गरेर भए पनि पावर बटम त भेटेँ मैले। तर दुःखको कुरा, क्यामेराको ब्याट्रीमा चार्ज रहेन रहेछ। हुन चाहिँ सेटमै एउटा एक्स्ट्रा ब्याट्री पनि आउँदो रहेछ आउन चाहिँ, तर त्यसमा पनि चार्ज नभएको कारण म चाहिँ अब यो क्यामेरामा ब्याट्री हालेर चार्ज गर्न आँटेको छु। क्यामेरा चाहिँ यही हो, आवश्यक कम्पनीको 4K क्यामेरा। अनि यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ मलाई र मेरो साइकल 1/8 गियर सेटअपको बेन्चको UCT 500 Pro। भिडियो कस्तो लाग्यो तपाईहरुलाई? मन परेमा लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो भन्न चाहन्छु। हस्त, धन्यवाद।